नमस्ते है सबजनालाई। अब मलाई नचिन्ने मान्छे त कुनै छ र होइन, सबैले प्रायः जस्तो चिनेकै छ। म चाहिँ शर्मिला श्रेष्ठ है। आजको घटना चाहिँ है, आजको घटनाको बारेमा चाहिँ म बोल्न गएको छु। शर्मिला वाइबाले चाहिँ सँग चाहिँ हल्का मेरो लेनदेनको कारोबार थियो। मेरो एपेन्डिक्स हुँदाखेरि मेरो हस्पिटलमा मेडिकल कलेजमा बिल पेमेन्ट गरेको थिएँ। अनि त्यसको बिल त चाहियो मलाई 2-4 हजार तिरेर 1 लाखले 35,000ले 50,000ले भन्नु त पाइएन नि त होइन। उसले चाहिँ मलाई चाहिँदो भन्दा बेसी खर्च मागेको हुनाले मैले चाहिँ बिल लिएर आइज नि त भन्दाखेरि पनि नआउने। त्यही भएको कारणले चाहिँ अनि बाहिरै थिएँ, त्यो घर आउँदैन थिएँ। हिसाब किताब गरौँ नि त आइज भन्दा पनि नमान्ने होइन। आज चाहिँ कहाँबाट ऊ आफैले ल आइज पैसा ले भन्यो। ल ठिकै छ नि त, आज म पैसा दिन्छु भनेर गएको। म पनि धेरै ठाउँमा बदनाम गर्दै नराम्रो कुरा गर्दै हिँडेको कारणले चाहिँ ल ठिकै छ नि त पैसा दिउँ भनेर गएको थिएँ। अनि जाँदाखेरि अब मान्छे लिएर आएको रहेछ उसले होइन, मान्छे छोरी पनि लिएर आएको थिएँ ढाँड्दिनँ म होइन। म चाहिँ एक्लै गएको थिएँ। अनि मैले के भने बिल चाहियो नि त, पैसा त तिर्ने हो। म आफैलाई खर्च गरेको पैसा नतिर्ने त मैले भनेको छैन। म तिर्छु, नतिर्ने होइन, बिल ले नि त भनेर भन्दाखेरि चाहिँ उसले के भन्यो भने बिल छैन, यति पैसा हो, ले पैसा, मलाई पैसा चाहिन्छ जसरी भयो नि भन्यो। मैले कुन आधारले दिने पैसा? बिल त चाहियो नि मलाई। इमर्जेन्सीमा अपरेसन गरेको जस्तो चिजको बिल त सबै हुन्छ, नहुने भन्ने कुरा हुँदैन। अनि बिल छैन रे, मेरो मरेको बाउलाको नाम लिने, मेरो बाउलाई दिएको थियो बिल, बाउलाई दिएको थियो बिल रे। बाउलाई दिएको भए त मलाई दिइहाल्नुहुन्थ्यो नि मेरो बाउले। मेरो बाउलाई देखाइन, प्रयोग मात्र गरेको। त्यही कुरामा डिस्कस भन्नाले पनि यसो सल्लाह हुँदै थियो। बिचमा त्यसले रिसले इँटा बोक्यो। त्यही कारणले चाहिँ मैले पनि अनि त्यही इँटा छेक्दाखेरि त्यसले उठाएको इँटाले त्यसैलाई लागेर चाहिँ त्यसलाई घाउचोट लागेको हो। म अहिले त्यसै घर नेरी त्यो बस्ने ठाउँ कोठा नेरी नै छु होइन। यहाँ आयो कि हेरौँ के भए रहेछ, साथी हो जे जस्तो भयो नि। अब मैले हान्या त होइन, त्यसले आफैले उ गरेर मलाई हान्न खोज्दाखेरि त्यसैलाई लागेको हो, घाउ भए रहेछ। त्यही भएर म हेर्न आएको छु होइन। तर रहेन रहेछ त ठिकै छ। अब म घर जान लाग्यो, के भए कसो भए। अब कति प्रायःहरूले चाहिँ राजावादीको मान्छेले, दुर्गा प्रसाईको मान्छेले भन्ने कुराहरू निस्किरहेको छ। त्यस्तो केही पनि होइन, कसैको पनि हात छैन, कसैको केही पनि होइन। हिजोको दिन साथी थियो, आजको दिनमा सानो अब लेनदेनको कारोबारले गर्दाखेरि चाहिँ अलिकति मनमुटाव भएर त्यही पनि सबै क्लियर गरौँ, बसौँ, कुरा गरौँ भनेर सल्लाह गर्नको लागि बोलाउँदाखेरि ऊ पनि आएको थियो। मैले यहीँ सानो पुलमा भेटौँ नि त भन्दाखेरि उसले पहेँलो पुल भेटौँ यताउति भन्ने कुरा गर्यो। ल ठिकै छ नि त, जाउँ नि त भेटौँ भनेर म पनि एक्लै गएको थिएँ। ऊ 2जना मान्छे लिएर आएको थियो। मलाई केही फरक परेन, किनभने म सत्य थिएँ, सत्य छु, भोलिको दिनमा नि सत्य नै रहन्छु। मलाई कोही सपोर्टमा चाहिँदैन होइन। उसले चाहिँ अब यो मान्छे त्यो मान्छे भन्ने कुराहरू पनि धेरै कुरा निस्केको छ। शर्मिला, अब यो कुरा चाहिँ म शर्मिलालाई के भन्छु भने नि, शर्मिला धेरै मान्छेहरूको होइन नराम्रो सोच्दाखेरि आफै नराम्रो हुन्छ भन्ने यो ज्ञान थिएन क्या तँलाई, बुझ्स् नि। तैँले यतिसम्म गरिस् नि, तैँले म त यार शर्मिला श्रेष्ठ हो नि त। तैँले त ऋतु बस्नेत, त्यो के अरे माग्ने बुढा, तिनीहरू जस्तो सोचिस् तैँले। रबिना, पूजाहरू जस्तो सोचिस् होइन। भन्न त मलाई मेरो आफन्तहरूले, मेरो इष्टमित्र, मेरो साथीहरूले सबैले भन्थे कि त्योसँग मेलमिलाप गर्ने, त्योसँग हिँड्नेहरूको कसैको पनि राम्रो हुँदैन, कसैलाई पनि राम्रो हुँदैन। तिनीहरूको चाहिँ घरबार पनि बिगार्छ भन्ने कुरो थियो होइन। त्यस्तै भयो कि तैँले मेरो घरबार बिगारिस् होइन। तँलाई मैले यस्तो नगर भन्दा पनि तैँले त मेरो बिगारिस्, भत्रो गलै गरिस्। तँलाई मैले होइन, हुन त मैले नै आज तँलाई जुन घाउचोट लाग्यो नि, तैँले आफ्नै कालो कर्तुत आफ्नै कारणले गरेर त आफैले चोट बनाइस्, मलाई लगाइस् नि। इभन म आफैले तँलाई हानेको भए पनि यसमा चाहिँ म दुःखी मन चाहिँ मान्दिनँ थिएँ है। किनभने तैँले त मेरो त सर्व संसारै बिगारिस् नि त होइन।
अहिले त धेरै धेरै नराम्रो गरिस् नि त मलाई, तर पनि ठिकै छ, अझै पनि केही बिग्रेको छैन होइन। हिसाब किताबको बिल लिएर आइज, तेरो लाग्दो खर्च तेरो पैसा म दिन्छु, 1 सेकेन्ड पनि राख्दिनँ, पैसा दिन्छु, बुझिस् नि। अनि अब आफ्नो केयर गर, गेट विल्छु मेरो तर्फबाट नि तँलाई। त राक्षसनीलाई त माया गर्ने लायकको त होइनस् होइन, तर पनि तँलाई त्यसो भन्छु ल। हाम्रो फेसबुकको साथीहरू पब्लिक जति पनि यो भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, यो कुनै पनि राजावादी इभन दुर्गा प्रसाई होइन, काङ्ग्रेस अब यताउति कसैले पनि लगाएको पनि होइन, कसैको कतै केही पनि होइन। यो शर्मिला वाइबा र शर्मिला श्रेष्ठको थोरै सानोतिनो कारोबारले चाहिँ खाना बनाउँदाखेरि भएको कुरा हो, भाउचर लागेको हो। अरूलाई ब्लेम नलाउनु होला। हस् त, धन्यवाद। जय नेपाल।